हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल हैन। सबैजनालाई नमस्कार। म चाहिँ सिमरन फ्रम पोखरा। अनि आजबाट चाहिँ यस्तो भ्लग बनाउन सुरु गरौँ भनेको। अनि आज चाहिँ हाम्रो एक्जामको लास्ट दिन पनि हो, क्लास 12 को। अनि म्यानेजमेन्ट फिल्ड पनि हो। अनि यस्तो अब सबै साथीहरुसँगको मेमोरी पनि हुन्छ अनि भनेर अनि यस्तो भ्लग बनाउन आजबाट चाहिँ सुरु गर्दिम भनेर बनाएको हो। अनि आज चाहिँ अहिले अन्त्यसम्म मैले के भए सबै हजुरहरूलाई छोटकरीमा भए पनि देखाउँछु। अनि मेरो घर चाहिँ उता माथि हो, उता त्यो हरियो ड्रम राखेको उता माथिको। अनि अहिले चाहिँ म यहाँ बस कुर्दैछु, बस आउँदैछ। अनि अहिले चाहिँ फेरि बसको पनि सबै त्यो देखाउँछु, बसको पनि सबैसँगको पनि त्यो भिडियोहरू पनि सबै बनाउँछु। अनि आज चाहिँ बिजनेसको इक्जाम हो, त्यही भएर खासै त्यति साह्रै त्यो डर पनि छैन होइन। खासै पढेको पनि छैन। अब ल्याङ्ग्वेज सब्जेक्ट त आफैले मिलाएर पनि लेख्न सकिन्छ नि त, नपढे पनि पास त भइन्छ ढुक्कै हो। त्यही भएर पढ्न मन पनि लाग्दैन। अनि यति नै हो। आजबाट चाहिँ अब एकदम होइन सबै सक्छ। अब कलेज लाइफ पनि आजबाट इन्ड भयो होइन। अब छोड्न मन त लागेन कलेज, अब त्यही पनि के गर्ने, अब छोड्नै पर्यो। हामी बस्ने ठाउँ होइन सुरक्षा मार्ग। बिहान पखको भ्युज पनि हेर्नु न कति राम्रो आहा होइन। अनि मेरो साथी नै आउनलाई चाहिँ हेलो, कतिको पढेको त नि? एकदम धेरै हो। ल ठिक छ पढ्नुपर्छ। अनि अब चाहिँ ट्याक्कै अब बस आउन लाग्यो ट्याक्कैमा। अब चाहिँ बस्नु पर्ने अनि बसमा अङ्कलहरूसँग नि होइन। त्यो अब 2 वर्ष भयो नि त अब यो स्कुलमा पढेको त, त्यही पनि कस्तो सबैसँग एकदम क्लोज छु होइन। अनि कस्तो आज त अब लास्ट दिन हो, सकिन लाग्यो नि त, त्यही भएर कस्तो अलि कस्तो नरमाइलो लाग्छ होइन। नछोडौँ भने नि अब मिल्दैन होइन, छोड्नु पनि पर्यो अब एक न एक दिन त। अब त्यही नै ठिकै हो, सबै साथीहरूसँग भेटिएला, सर मिसहरूसँग पनि भेटिन्छ, स्कुलमा पनि गइराखिन्छ। मेरो छोरी पनि केही पढ्छ, अनि स्कुलमा पनि अब त आइराख्छु म पनि। अनि त्यही हो, अब फर्स्ट टाइम भ्लग बनाएको भएर चाहिँ अलिक कस्तो हाँसो पनि लाग्छ, अनि कस्तो फिल भइरहेको, त्यही पनि ठिकै छ। अब बिस्तारै अब भइहाल्छ नि, त्यही राम्रो हुन्छ नि। अझै नि पढ्ने हो, रातभरि पढेर पुगेन। बस कुर्दैछु, बस चाहिँ आएकै होइन, 6:30 लाग्यो। ट्याक्कै 6:30 आउने बस चाहिँ। अनि अब चाहिँ बस आउँछ। अनि साथी त अझै पनि पढेको छैन। मलाई केही चिन्ता छैन, केही टेन्सन छैन, पढेको पनि छैन। हिजो पनि इक्जाम थियो, अनि पढ्ने टाइम पनि भएको थिएन, एक दिन बिताउनु भएन। अनि त्यही भएर दिउँसो त अब 1 बजे 11:30 बजीतिर आइन्छ। अनि खानासाना खाने यताउता गर्दै 1-2 बजिहाल्छ। अनि 1 निन्द्रा सुत्नु पर्यो, सुतेर उठ्ने बेला बेलुका हुन्छ। अनि खानासाना पकाउने खाने हुन्छ। अनि के अरे के भन्नु भन अहिले त अब छिटो भन नि भन। अब राम्रोसँग पास हुने होइन। अनि घर नजिकै हो, कहिले पनि नभुल भेटिराख। त्यही हो कि अब हामी त मेरो आँखामा आँसु आउँदैछ कि अब यसरी कि त्यो इमोसनल टाइपको कुरा त के होइन लान्छ नि। त्यहाँ चाहिँ मेरो अर्को साथी पनि आउँदैछन्, सायद उनी चाहिँ मेरो घरमा गएर सायद फर्केर आएको होला नि। जुम गर त तारा दिनलाई फेरि। हाम्रो बस पनि आयो होइन। अब चाहिँ हामी बसमा चढ्छौँ। गुड मर्निङ अङ्कल। गुड मर्निङ अङ्कल। आज फस्ने बसौँ नि, यस्तो भ्लग बनाउँ भनेर क्या अन्त। अहिले चाहिँ हामी बसमा यति नै हौँ है, सबै आफ्नो धुनमा पढिरहन्। म एक्लै हो यहाँ यतिकै बसेको छ। अब हामी यहीँबाट फर्कायौँ बस पनि। अब चाहिँ म डाइरेक्ट सबै भेटेकोवाला त्यो बनाउँछु। अनि सबै भेटेको बनाउँछु। अनि डाइरेक्ट अब चाहिँ स्कुलमा हेलो, किन ढिलो भयो त नि आज? आउनुहोस् बस्नुहोस्। हेलो, के अरे
के भन्नु पर्यो है थाहा चाहिँ राम्रोसँग अब जान्दिनँ किनकि अब हामी चाहिँ 3 जना चाहिँ हस्पिटल अलवेज हस्पिटल जोइन भएर चाहिँ अहिलेसम्म हस्पिटल हामी बस्ने अनि हामी 3 जना चाहिँ हामी बेच पार्टनर भयौँ बेस्ट फ्रेन्ड पनि भयौँ सबै हामी नै यो भयौँ अब अनि अहिलेसम्म चाहिँ 80 जना विद्यार्थीहरू चाहिँ बस्न आए होइन यिनीहरू सबै मैले चिनेको मान्छेहरू हामी नै भयौँ भनेर हिजो चाहिँ यिनीहरूलाई चाहिँ सबैलाई मैले चिन्छु होइन हामी चाहिँ भर्खरै एउटा स्कुलमा गएर अब चाहिँ हामी त्यहाँ सेन्टर पऱ्यो हाम्रो त गौर सम्पद स्कुल हो अनि हामी चाहिँ अहिले त्यहाँ जाँदैछौँ होइन अब हामी सबैजनाहरू आएको होइन यिनीहरू चाहिँ हाम्रै मैले यिनीहरू सबैलाई चिन्छु है यिनीहरू चाहिँ हामीसँगै पढेका विद्यार्थीहरू यता चाहिँ एउटा सबै यति राम्रो भयो यति राम्रो भयो सोचेको भन्दा पनि राम्रो भयो आज भयो मैले त घरिहरू त के सोच्नु पनि राखा भयो होइन यस्तो अहिले दिउँसो आइस गर्नको लागि यस्तो कतितिर बुझ्न जान्दै आजको इक्जाम चाहिँ अब हामी भर्खर इक्जाम दिएर आएको अब चाहिँ हामी घर पनि जान लागिसक्यौँ सबै साथीहरू पनि हामी यही नै छौँ होइन